सम्पूर्णमा जय नेपाल। मनमा असाध्यै खड्केको कुरा आज मैले हेरेँ। बिपी कोइरालाको विरासत जोगाउनको लागि पार्टी सभापति या पार्टीलाई अगाडि बढाउन तपाईँको राष्ट्रिय भेला भनेर संस्थापन इतर पक्षले चाहिँ एउटा भेला बोलाउनु भएको रहेछ। मलाई विडम्बना कता कता के लागेको छ भने, यदि नेपाली काङ्ग्रेस पार्टीको विरासत जोगाउन, नेपाली काङ्ग्रेस पार्टीलाई जोगाउनुको लागि, चार तारा झन्डा र रुखलाई जोगाउनुको लागि, यदि सङ्गठनलाई राम्रो बनाउनको लागि हो भने त विशेष अधिवेशनबाट सर्वसम्मत चुनिएको भनेको 62% महाधिवेशन प्रतिनिधिहरूबाट चुनिएको आधिकारिक केन्द्रीय पदाधिकारी केन्द्रीय समितिलाई उहाँहरूले मानेर अनि 15औं अधिवेशनको लागि तयारीको लागि उहाँहरूलाई अहिले मन नपरेको सभापतिज्यू र कार्यकर्ताले मन पराएको सभापतिज्यू गगन थापाज्यूलाई यदि मन पर्दैन र यदि कार्यकर्ताले रुचाएन, भोलिको दिनमा महाधिवेशन प्रतिनिधिले उहाँहरूलाई रुचाउनु भएन भने त उहाँहरूको पेक्षामा ल्याएर 15 महाधिवेशनको लागि अहिले तयारी अवस्थामा रहेर 15 अधिवेशनमा लडेर सभापतिमा आफूले जितेर निर्वाधपूर्वक सभापति बन्दा भयो नि त। अनि यो बखडा चाहिँ तपाईँको भेला भन्नु भनेको त नेपाली काङ्ग्रेसलाई तहस नहस बनाएर फुटाउनु हो नि। मलाई मनमा बिपीको यदि सिद्धान्त र यदि नीति र सिद्धान्त बोक्ने यदि व्यक्तित्व हुनुहुन्छ या नेताहरू हुनुहुन्छ भने चाहिँ बुझ्नुपर्ने जरुरी हो नि त। अनि जहिले पनि अनि कसैले तपाईँको चाहिँ गणेशमानजी चाहिँ आदरणीय गणेशमान नेताज्यूको चाहिँ हाम्रा चाहिँ त्यागी नेता गणेशमानज्यूको चाहिँ नाम बिकाएर राजनीति गर्ने, कसैले बिपी कोइरालाजीको आदरणीय नेता हाम्रा सर्वमान्य नेता बिपी कोइरालाजीको नाम बिकाएर राजनीति गर्ने। यो कहिलेसम्म त? अनि कार्यकर्तालाई रुचाउनु नपर्ने, देश र जनताको माझमा पनि भिड्नु नपर्ने, अनि उहाँहरूलाई जहिले पनि निगाह गर्नुपर्ने पार्टीले मानिदिनु पर्ने, नेता मानिदिनु पर्ने कार्यकर्ताले। यो कहिलेसम्म त? अनि उहाँहरू अहिले पनि केमा मानिदिनुहुन्न भने विशेष अधिवेशनबाट अहिले भएको कार्य समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय पदाधिकारीलाई उहाँहरू नमान्ने। उहाँले बिचमा उहाँहरूले सभापतिदेखि सबै कुरा बार्गेनिङ गरेर मलाई ले भन्नुभयो। मागेर मात्र उहाँहरू चल्न खोज्ने, जहिले आफ्नो चाहिँ वर्चस्व कायम गर्न खोज्ने, अनि लड्न र भेट्न चाहिँ नखोज्ने। अनि विशेष अधिवेशनमा पनि उहाँहरू सामेल हुन सक्नु भएन, उहाँहरू त्यहाँबाट भाग्नु भयो। जनताले चाहेको अनि कार्यकर्ताले चाहेको कुराहरूलाई आत्मसात गर्न नसक्ने। अनि भोलि अहिले केन्द्रीय समितिले जुन निर्णय गरेर अध्यावधिको कुरा गर्दै गर्दा उहाँहरू त अध्यावधि पनि गर्न नचाहने, हामीले गरिसक्यौँ भन्ने। अनि 15 अधिवेशन तपाईँको गरेर चाहिँ गगनजीलाई चाहिँ उहाँहरू सभापतिमा चाहिँ हराउन नसक्ने भन्नु पऱ्यो र आफू चुनिन नखोज्ने। अनि अहिले आएर के भन्यो भने गगनजीले चाहिँ पार्टी कब्जा गर्नुभयो भन्ने। कसरी पार्टी कब्जा हुन्छ? 62% कार्यकर्ताले सिग्नेचर गरेर उहाँलाई आधिकारिक सभापति मान्नु भएको छ, सबैले मानेको छ नि त। त्यसलाई मान्नु पऱ्यो कि तपाईँको चाहिँ 62%को बाहिर रहेका साथीहरूले चुनेको मान्छेलाई सभापति मान्ने त हामीले? जसको चाहिँ पार्टीभित्र वर्चस्व छ त्यसलाई हामीले सभापति मान्नु नपर्ने, जसको चाहिँ अल्पमतमा छ त्यसलाई हामीले पार्टी सभापति मानिदिनु पर्ने। अनि कार्यवाहक सभापति, अहिलेसम्म कार्यवाहक सभापतिले कस्तो हो यो? उहाँहरूले चाहिँ पार्टी सभाको कब्जा गर्न खोज्नु भयो होला नि त। जसले आधिकारिक रूपले चाहिँ विशेष महाधिवेशनबाट चाहिँ केन्द्रमा तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधिहरूको 62% महाधिवेशन प्रतिनिधिहरूको सिग्नेचर हस्ताक्षरको आधारमा
गठन भएको कार्य समितिलाई नमान्नुपर्ने रे हामीले, अनि उहाँहरूलाई हामीले मान्दिन पर्ने, यो कहीँ हुन्छ? अनि प्रजातान्त्रिक पार्टी रे लोकतन्त्र पार्टी गणतन्त्र पार्टी रे कसरी हुन्छ? अब उहाँहरू त्यो धारमै हुनुहुन्न, त्यसलाई मान्दिन स्वीकारै नसक्ने भनिसकेपछि कसरी हुन्छ? अनि अर्को कुरा मैले मेरो मनमा लागेको कुरा, अनि सर्वोच्च अदालतले आधिकारिक पार्टी गगनजीको, अहिले तपाईँको गगनजीलाई सभापति र चार तारा रुखै गगनजीको चाहिँ को पक्षमा हाम्रो अहिलेको अहिलेको चाहिँ तपाईँको चाहिँ केन्द्रीय समितिलाई नै आधिकारिक नेपाली काङ्ग्रेसले मानिसकेपछि उहाँहरू मान्न तयार हुनुहुन्न। अनि अहिले पनि रह्यो भेला तपाईँको गुटका कुरा लाने, अनि फेरि तपाईँको 15 अधिवेशनमा कुर्न पनि नसक्ने उहाँहरू, अनि अझ बार्गेनिङ गर्ने सभापतिसँग, अनि सभापतिले चाहिँ उहाँहरूलाई मिलाउनु पर्ने। उहाँहरू यदि यो नेपाली काङ्ग्रेस सच्चा माया गर्ने मान्छे हो, उहाँ यदि यो पार्टीको अभिभावक हो भने त उहाँले अभिभावकत्व वहन गरेर पार्टीलाई अगाडि बढाउनुतिर लाग्ने हो नि त। कार्यकर्ताको माझ भिड्ने, कार्यकर्तालाई रुज्ने, कार्यकर्तालाई रुजाउने हो नि त। कार्यकर्तालाई चाहिँ आफ्नो पक्षमा लिएर आएर 15 अधिवेशनमा सामेल हुने हो नि त। सामेल भएर यदि उहाँहरूको पक्षमा आयो भने त सबैले नेपाली काङ्ग्रेस आदि समग्र कार्यकर्ताले उहाँहरूको पक्षमा आयो भने त त्यही उहाँहरूलाई नै सभापति मान्नु होला नि त। उहाँहरूको कार्य समितिलाई चाहिँ हाम्रो कार्य समिति भनेर हामीले पनि स्वीकार्नुपर्छ, अरू कार्यकर्ताले सबैजनाले स्वीकार्नुहुन्छ होला नि त। पहिला त्यो मनन गर्नुपऱ्यो। एक, यदि नेपाली काङ्ग्रेस सच्चा नेपाली काङ्ग्रेस हो भने। अर्को कुरा, अब जहिले अब हामी चाहिँ उहाँहरूको पछि लाग्ने जानुपर्ने, उहाँहरूले भनेको कुरा मान्दै हिँड्नुपर्ने, अनि उहाँहरूलाई नेता मान्दिनु पर्ने। तर उहाँले कार्यकर्ताको बिचमा रुज्नु नपर्ने, भिड्नु नपर्ने, अनि चित्त नबुझ्नु पर्ने, कार्यकर्ता चित्त बुझाउनु नपर्ने, देश जनताको लागि पनि केही पनि गर्नुपर्ने। अनि हामीले केन्द्रमा उहाँहरूले जे क्रियाकलाप त्यसलाई हामीले मानिदिनु पर्ने, मनन गरिदिनु पर्ने। अनि अहिले तपाईँको हाइज्याक गर्यो भन्नुहुन्छ, पार्टी हाइज्याक गर्यो, गगनजीले हाइज्याक गर्नुभयो अरे, हाम्रो पार्टी सभापतिले, अहिलेका पार्टी सभापतिले हाइज्याक गर्नुभयो, उहाँहरूको गुनासो हामीले सुनिदिनु पर्ने, फेरि हामीले मानिदिनु पर्ने उहाँहरूलाई। अनि यता कता कुनै सभापतिहरू चाहिँ के हो भन्दा तपाईँको चाहिँ होइन पार्टी नै कब्जा गरौँ न, तपाईँको चाहिँ उहाँ केन्द्रीय समिति नै कब्जा गरौँ नि त, सानोपै कब्जा गरौँ भनेर भनास दिनुहुन्छ। ए बाबा किन गर्नु पर्छ? 15 अधिवेशनमा सामेल हुने, 15 जना लड्ने, भिड्ने। यदि अझ कानुन उहाँहरूलाई कानुनले अझ तपाईँ कुनै ठाउँमा छ भने गएर हाल्ने, लड्ने नि त, किन भेला गर्ने? अनि पार्टीलाई फुटाउने भन्नेतिर त्यसै किन लाग्ने? पार्टीलाई एकीकृत गरेर एउटै ठाउँमा ल्याउने हो भने, पार्टीलाई एक ठाउँमा अगाडि बढाउने हो भने यो देश र जनताको भलो हुन्छ। नेपाली काङ्ग्रेस पार्टी एउटै ठाउँमा रह्यो भने। अब अहिले के छ, संस्थापन इतार भनिएको छ। अनि एउटा एकतिर राष्ट्रिय भेला भनेर एउटा चाहिँ इतर पक्षले गर्ने, अर्को चाहिँ हाम्रो अहिलेका हाम्रो चाहिँ केन्द्रीय पदाधिकारीले अहिले अर्को चाहिँ भेला गर्ने भन्दै गर्दा यो पार्टी कतातिर जान्छ? यदि सच्चा नेपाली काङ्ग्रेस पार्टीलाई माया गर्ने सच्चा हाम्रा अभिभावक दाजुहरू हुनुहुन्छ भने सबैलाई एकै ठाउँमा राखेर हातेमालो गरेर अगाडि बढ्ने जरुरी छ, मेरो लागेको विचार। अनि अर्को कुरा, यदि गगनजीलाई फ्याँक्नु नै छ भने त 15 अधिवेशनमा सामेल भएर, अहिले अध्यावधि गरेर 15 अधिवेशनमा सामेल भएर केन्द्रीय चाहिँ अधिवेशनमा 15औं केन्द्रीय अधिवेशनमा सबैजनाले तपाईँको चाहिँ महाधिन प्रतिनिधिहरूको अचार महाधिन भोटिङ गरेर उहाँलाई फ्याँकिदियो भयो नि त। त्यो क्षमता राख्नु पऱ्यो नि त, कार्यकर्ताको माझ भिड अहिले पनि जान सक्नु पऱ्यो नि त। अनि पार्टीलाई चाहिँ फुटाउनुतिर किन लाग्नु भएको छ उहाँहरू? मैले यो नबुझेको। अनि उहाँहरूलाई निगाह गर्नुपर्ने। उहाँले अस्ति बार्गेनिङ गर्नुभयो, अलिक केन्द्रीय सभापतिसँग वार्ता पनि गर्नुभयो, के माग, कतिवटा माग पनि राख्नुभयो उहाँहरूले चाहिँ मागै राख्नुभयो भनेपछि, अनि माग राखेर सधैँ माग्ने प्रवृत्ति भन्दा त तपाईँको लडेर भिडेर जाने प्रवृत्ति राम्रो होला नि त। पार्टीभित्र पनि प्रजातान्त्रिक पार्टी हो, त्यसभित्र लड्नु नि पर्छ, भिड्नु नि पऱ्यो। यो दुश्मनी होइन, पार्टीभित्रको घरभित्रको कुरा हो। यसलाई मिलाउनु त घरभित्र नि लडेर मिलाउनु होला नि त। पार्टी फुटाएर मिलाउनु भने त पहिल्यै फुटाएर गए पनि हुन्थ्यो। अनि दोष के मार्यो भने सभापतिज्यू, अब केन्द्रीय सभापति गगन थापाजीको नेतृत्वमा पार्टी गएपछि पार्टीले हार्यो भने दोष दिनुभएको छ।
कयौँ तपाईँको चाहिँ इतर पक्षका चाहिँ साथी चाहिँ दाजुहरूले त्यही हाम्रो केन्द्रीय पदाधिकारीको अहिले हस्ताक्षर भएको सभाजित हस्ताक्षर भएको टिकट लिएर लड्नु भएको छ। कतिजना समानुपातिक खानु भएको छ। उहाँले सबैले छोड्नु पऱ्यो नि त अहिले। अब होइन र, यदि उहाँहरूले नमान्ने भने सभाजितको चाहिँ त्यो टिकट किन लिएर लड्नुभयो त उहाँहरू। अनि अर्को कुरा मलाई खड्केको कुरा, निवर्तमान सभापति शेरबहादुर दाजु, आदरणीय दाजु उपचारको लागि तपाईँको बाहिर जानुभएको छ। अनि उहाँको आधिकारिक कुरा, आधिकारिक धारणा उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ। होइन, मैले देखेको कुरा। अनि उहाँको घरमा चाहिँ आगो लाग्दा अनि अहिलेको हाम्रा सभापतिज्यू गगन थापाज्यू तपाईँलाई महामन्त्री हुनुहुन्थ्यो, उहाँको घरमा आगो लाग्दा नेपाल तरुण दलका हाम्रा श्रद्धेय अध्यक्ष कहाँ हुनुहुन्थ्यो? मेरो प्रश्न। उहाँले उहाँहरूको सुरक्षाको लागि तरुण दल खडाउन किन सक्नु भएन? आम कार्यकर्तालाई किन भन्न सक्नु भएन? अहिले चाहिँ उफ्री तपाईँ कार्यकर्तालाई चाहिँ फुटाउनुतिर लाग्नु भएको छ उहाँ पनि। मेरो मनमा खड्केको कुरा हो यो। अनि हामीले उहाँहरूलाई नेता मानेर हामी अगाडि बढ्नु। देश र जनताले के चाहेको छ अनि कार्यकर्ताले चाहिँ के चाहेको छ उहाँलाई मननै गर्नु नपर्ने भने। अनि यसरी त सङ्गठन कसरी अगाडि बढ्ला अनि कसरी तपाईँको काङ्ग्रेस अगाडि बढ्ला? मेरो जिज्ञासा र सम्पूर्ण फेरि पनि मैले यो जिज्ञासा राख्दै गर्दा कतिलाई चित्त दुख्ला, कतिलाई चित्त नदुख्ला, कतिलाई गाली पनि गर्नु होला। र म तपाईँको क्षेत्र नम्बर 2 को क्षेत्रीय चाहिँ आमन्त्रित सदस्य भएको नाताले यो कुरा मैले अभिव्यक्त गर्न चाहेँ। र अर्को कुरा, पार्टीले अध्यावधि क्रियाशील सदस्यको अध्यावधि गर्ने क्रममा निर्देशन दिन्छ भने अध्यावधि गर्नु पर्यो यदि सच्चा काङ्ग्रेसी हो भने। अनि अर्को कुरा, हामीले हाम्रो पार्टी सभापति भक्तपुरका पार्टी सभापति आदरणीय दुर्लभ दाजु हुनुहुन्छ, उहाँलाई अहिले पनि हामीले पार्टी सभापति मानेका छौँ। र उहाँले केन्द्रीय चाहिँ पहिला तपाईँको चाहिँ केन्द्रमा निवर्तमान सभाज्यू शेरबहादुर आदरणीय दाजु हुँदाखेरि पनि उहाँले हामीलाई एउटा निर्देशन दिनुभयो चाहिँ पार्टी सभापति भएको नाताले उहाँले हामीलाई उहाँबाट निर्णय नभइकन यहाँ तपाईँ पार्टी कार्यालय बनाउनु भने उहाँले हामीलाई अध्यावधि गर्नुपर्छ, तपाईँले फर्म भरेर अध्यावधि गरिदिनु पऱ्यो भने उहाँलाई निर्देश दिँदा हामीले मान्यौँ। अब उहाँहरूले चाहिँ केन्द्रको कुरा नै मान्नु नपर्ने भन्ने कुरो त छैन होला नि त, त्यो त मानिदिनु पर्थ्यो होला नि त भने। यो मेरो जिज्ञासा अरू केही अरू अन्य केही होइन। म पनि एउटा नेपाली काङ्ग्रेसलाई माया गर्ने भएको नाताले, माया गर्ने चाहिँ कार्यकर्ता भएको नाताले मेरो छातीमा पनि मनमा पनि काङ्ग्रेस छ। मैले जानेदेखि बुझेदेखि नेपाली काङ्ग्रेसमा राजनीति गरेँ, नेपाली काङ्ग्रेसभित्र रहेर समाजसेवा गर्न पनि हिँडेँ। कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न होइन। हामी पनि म पनि तपाईँको राजनीतिक क्रममा अब जानेको बुझेको मैले क्रियाशील लिएँ कि 62-63 सालमा होला, अहिले तपाईँको 82-83 साल बित्न लाग्यो। एक विश्व भयो मैले क्रियाशील सदस्य लिएको र मैले राजनीति गर्न थालेको। हुन त केन्द्रीय समितिले पनि मलाई चिन्दैन होला, कतिजना कार्यकर्ताले मलाई चिन्न होला, त्यो आफ्नो ठाउँमा रह्यो। तर म एउटा कार्यकर्ताको नाताले यो कुरा गर्दैछु। अनि अर्को कुरो के रह्यो भने म विगत राजनीति पृष्ठभूमि अब राम्रा कार्यकर्तालाई चाहिँ पाखा लाउने प्रवृत्ति थियो। अनि हाम्रो कार्यकर्ता मेरो कार्यकर्ता भनेर त्यसलाई चाहिँ काखमा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्न चाहन्छु। यो पनि र कुनै नेताको चाक्लुसी गर्ने ढोग्न जाने तिनलाई हामीले नेता मान्ने पनि तिनलाई चाहिँ तपाईँको कार्यकर्ता मान्नुहुन्छ। उहाँहरूले देखेको कुरा त्यही छ। जसले यो समाज समुदायलाई चाहिँ राम्रो गर्छ, जसले जित्ने कार्यकर्ता त्यसलाई बाइपास गरेर अनि आफ्नो पोल्टाको व्यक्तिलाई लिएर गएर टिकट दिने प्रक्रिया प्रवृत्ति, यसको नै अन्त्य हुनुपर्छ पार्टीभित्र। र अनि केन्द्रीय पदाधिकारीदेखि तपाईँको चाहिँ जिल्ला पदाधिकारीदेखि तपाईँ क्षेत्रीय पदाधिकारीदेखि समग्र प्रदेशका पदाधिकारीदेखि सबैले के चिन्नु पऱ्यो भने कार्यकर्ता को हो त सच्चा कार्यकर्ता भनेर बुझ्नु पऱ्यो जनमानसमा आएर। अनि बल्ल नेपाली काङ्ग्रेस राम्रो हुन्छ र सुदृढ हुन्छ। मैले किनभने अहिले जस्तै तपाईँको चाहिँ उहाँहरूलाई चाहिँ के छ भने कसैले जनमतबाट सरकार गठन गर्यो भने त्यो पनि स्वीकार गर्न नसक्ने, अनि पार्टीलाई
एउटा सभापतिलाई विफल गराउन भने उहाँहरू सक्रिय रूपले लाग्ने अनि उहाँहरूलाई हामीले चाहिँ मान्दैनौँ भन्ने नेता मान्दैनौँ भन्ने सभापतिलाई विफल गर्न खेल खेल्ने पछाडि खेल खेल्ने अगाडि सँगसँगै चाहिँ जा लड भन्ने पठाउ गर्ने लड है कार्यकर्ता लड भन्ने नेतालाई अगाडि बढ्ने आफू चाहिँ बाबेस भएर पछाडि हट्दा कुल्चिने प्रवृत्तिले पार्टीको यो दयनीय अवस्था गराइदिनु भएको छ। अझ पनि दयनीय अवस्था गराउन भने उहाँहरू भेला चाहिँ सेमिनार गोष्ठी गर्दै हुनुहुन्छ। अनि कसरी अगाडि बढ्छ भने म भयो भने सब ठिक, अर्को भयो भने बेटी भने यो परिपाटी चाहिँ को अन्त्य गर्नुपर्छ यति भन्दै सम्पूर्ण पुनः जय नेपाल भन्दै मेरो एउटा आधिकारिक धारणा के हो भने म जहाँ छु म नेपाली काङ्ग्रेस पार्टी 4 तारे झन्डा रुख जहाँ रहन्छ र जसले तपाईँको चाहिँ 15 अधिवेशन अहिलेको मेरो केन्द्रीय सभापति गगन थापा मान्छु र भोलिको 15 अधिवेशनमा जसले जो चुनिन्छ सभापति उहाँलाई आधिकारिक रूपमा मैले सभापति मान्ने प्रतिबद्धता जारी पनि गर्न चाहन्छु। त्यो केन्द्रीय समितिलाई मैले मान्न चाहन्छु, जिल्ला सभापतिलाई पनि त्यही अनुसार मान्छु मैले र हामीलाई मन लागेको मान्छे व्यक्तिलाई हामीले चुन्नेछौँ पक्का पनि यति भन्दै जहाँ 4 तारा झन्डा जहाँ रुख रहन्छ म आधिकारिक रूपले त्यहीँ रहनेछु भन्दै सम्पूर्णमा बिदा हुन चाहन्छु। जय नेपाल।